ह्याप्पी मोडमै हो बल्ल 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 केटा मान्छे भनेर मिथ्यो त नि होइन यस्तो हरिएछ नि हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम टु माई एन्ड वेलकम टु माई च्यानल अल्सो। आज चाहिँ म एकदम ह्याप्पी छु है। आज चाहिँ एकदम ह्याप्पी मोडमै हो किनभने मेरो चाहिँ बल्ल 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 203 सब्सक्राइबर पुगेको छ। आई एम भेरी भेरी ह्याप्पी है त। सबैजनालाई सपोर्ट गरिदिनु भएकोमा माया गरिदिनु भएकोमा एकदम धेरै धेरै धन्यवाद छ। हिजो छुट्टी आएर अब आज के गरिन्छ यसो हेरौँ है त गाइजहरू। यस्तै छ अब डे इन माई लाइफ भ्लग। आज चाहिँ के हुन्छ घरमा बसेर त्यो सबै देखाउँछु र सब्सक्राइब गरिदिनु हुनेहरूलाई सबलाई धेरै 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 धन्यवाद छ। यसरी नै सपोर्ट लभ माया देखाउँदै जानु होला। म पनि आफ्नो तर्फबाट एकदम बेस्ट गर्दै जान्छु हजुरहरूको लागि भन्न चाहन्छु। त्यही हो अब 203बाट 500 सम्मको टार्गेट छ। अब के हुन्छ हेरौँ। 500 सम्म पुऱ्याएर अनि त्यसपछि फेरि माथि माथि जान्छौँ हामी है त। सबैजनाले सपोर्ट गरिदिनु होला माया गरिदिनुहुन्छ भन्ने आशा गर्दछु। बाहिर मम्मी लुगा धुँदै हुनुहुन्छ, म एकचोटि मम्मीलाई हेल्प गर्छु है त गाइजहरू। गाइज अब यहाँनिर गीत बजाउने होइन अनि त्यसपछि बाहिर गएर टाइम लुगा जानुपर्छ। है त लुगा पनि गर्छ है त गाइज। त्यसो हाल्ने आउयो भैँसी गएर एक्ला न के अरे के रे फेरि भन्न के रे भन्न छिटो ल छिटो भन्नु। पानी कहाँ पानी मैले लुगा धुएको दिन घाम लाग्छ। गाइज अब लुगा सुगान धोइयो होइन। अब एकचोटि यो ओछ्यान मिलाउँछु, सफा गर्नु पर्यो। अब सुतेको ओछ्यान त मिलाउनु पर्यो होइन र। त्यही हो यस्तै छ। अब आज खै के हुन्छ कामसाम केही छैन, घरमै सुत्ने बस्ने काम मात्र होला जस्तो छ। आज यहाँनिर एउटा एभोकाडो चाहिँ टिप्ने कि भन्ने। एभोकाडो फलिरहेछ होइन। एभोकाडो टिप्छु होला म अहिले एकछिनमा। अनि यहाँ लुगा यस्तो भइरहेछ, लुगा मिलाउनु पऱ्यो यो। अनि अघि सुतेको ओछ्यान यस्तो छ, यो ओछ्यान नि मिलाउँछु है त। ल गाइजहरू फाइनल्ली यतिको चाहिँ बनाएँ मैले होइन। केटा मान्छे भनेर यस्तो त नि होइन। ल केही छैन यस्तै छ। अब एकछिन ढल्किने हो अनि त्यसपछि अहिले ढल्किन्छु है त। अनि त्यसपछि अहिले पछि भेटौँला। अर्को काम के हुन्छ त्यसपछि म फेरि तपाईँहरूलाई देखाउँछु है त। अब चाहिँ हाम्रो यहाँ तरकारी पाक्दैछ। यहाँ चिया पनि पाक्दैछ है।
टक्क चिया सिया खाने हो अनि एकछिनमा भात खाने होइन त तपाईँले के भन्नु मन छ केही छैन भन्छन् लाइक सेयर सब्सक्राइब गरिदिनु भन्नु न लाइक सेयर सब्सक्राइब अब चाहिँ चिया हाल्नुपर्छ है त यस्तै छ आज एभोकाडो टिप्नु पर्यो लाग्यो है एउटा दुईटा एभोकाडो टिप्नु पर्यो कि कस्तो हुँदो रहेछ कहाँ कहिले ए पाक्यो होला नि त नि त्यसमा त ए अघि थाहा पायो भए त म ब्रेड ल्याएर एभोकाडो हालेर खानुहुन्थ्यो नि ब्रेडमा पाउरोटीमा टक्क हालेर खानु मिठो हुन्थ्यो नि ए ल ल ल पाक्या छैन रे गाइस अब यस्तै छ पाक्या छैन रे है त अब म चिया चिया खान्छु है खै एभोकाडो चाहिँ खै पाक्यो यस्तो हरियो छ नि कहाँ पाक्ने यो त अझै ठुलो हुन्छ जस्तो है यस्तोको डाँठ कालो हुनुपर्छ अरे के यस्तोको डाँठ हुन्छ नि त्यो डाँठ कालो भएपछि चाहिँ पाक्छ अरे खोज्छन् अब चाहिँ यहाँ छ क्या एभोकाडो त्यहाँ फलिरहेछ टन्ने छ नि त ए यहाँ माथि रहेछ एउटा त फल्या रूपन डेन्जर ठुलो भएको छ यहाँदेखिबाट अनि मेरो यो बुद्ध चित्रको मालाको बोर्ड चाहिँ यहाँनिर छ होइन कहिले फल्ने फुल पनि फुलिरहेको छ A few moments later. गाइजहरू पानी परेछ है अब लुगा झुक्ने कार्यक्रम हुँदैछ कस्तो पानी परेको ल पानी चाहिँ अलिक ठुलै पर्ला जस्तो है त गाइजहरू अब हाम्रो चाहिँ यहाँ आज यस्तो पानी परेको बेलामा टक्क लगाएर खसीको मासु टक्क लगाएर पकाएर खान्छौँ अनि यहाँ आलु उसिनेछ आलुको अचार खाएर आजको दिन सकियो अब यस्तै छ अब बेलुका मासु र भात खाने सुत्ने अनि भोलि बिहान उठेर ड्युटी जाने मासु र भात खाने भोलि बिहान उठ्ने ड्युटी जाने त्यही छ अब यस्तै छुट्टी यसरी नै बितिहाल्यो है त गाइजहरू अनि त्यही हो अनि लाइक सब्सक्राइब र कमेन्ट गर्न नबिर्सिनु होला भिडियो कस्तो लाग्यो है त गाइजहरू